हामी चाहिँ अहिले स्विजरल्यान्डमा छौँ। फाइनल्ली बाटोले हामीलाई भेटेन, हामीले बाटो भेट्यौँ। हाम्रो सानो मनोकामना मन्दिर, त्यसलाई चाहिँ सानो मनोकामना मन्दिर भन्छन्। अनि यो चाहिँ हाम्रो कालु पाण्डेको पार्थिव शरीर काटेर टाउको काटेर गाडिएको ठाउँ। अहिले यो नागार्जुन रिसोर्टमा छौँ र हाम्रा साथी मित्रहरू चाहिँ यहाँ डान्स गर्दै हुनुहुन्छ। साथीहरू हामी चाहिँ आज के अरे नागार्जुन रिसोर्ट दिनौँ होइन। अनि आज चाहिँ हामी स्टप पिकनिक आएको। खासमा यो साइडमा बोल्ने चिनिहाल्नु भयो होला, शङ्कर सर श्रीराम सर हुन्छ। सरहरू यता आउँदैछ ल है त। हामी चाहिँ मासतिर एक लट घुमेर आउँछौँ, ब्रेकफास्ट खायो अनि भेटौँला फेरि ल। हेलो हेलो, हामी चाहिँ अहिले स्विजरल्यान्डमा छौँ। पछाडि पार्क जोड्न बाँकी छ। ल अब चाहिँ हामी यहाँबाट सिधै जाने भन्ने कुरो हो। ट्याक्क डेस्टिनेसन चाहिँ त्यो माथिको मन्दिर। अरुण सरको यो चिहान ठाउँ अरे, चिहान ठाउँ भने होइन अरुण सर? ल है त। खाइके पान बनारस वाला देउसी रे बद्री सरको हाँसो फेरि कति मिठो छ भने। साथीहरू हामी चाहिँ हाम्रो डेस्टिनेसन आइसक्यो। हाम्रो रिसोर्ट यही हो। यो घर कसको कालेको, भित्र पनि बाहिर पनि टालेको। ल डेस्टिनेसन आइपुग्यो शङ्कर सर। नेपालको व्हाइट हाउस भने यही हो कि के हो? हामीसँग सुनिल सरहरू पनि जोडिसक्नु भएको छ, सुनिल सर र सुमन सर। ल अब यहाँबाट चाहिँ हामी लाग्यो, टोली लाग्यो। यहाँबाट हामी सिधै माथि। बाटो साट चाहिँ हामीलाई केही थाहा छैन। कालो कालो हान्नु पर्ने नि हुन्छ। कतिजना लतार्दै जाने हो थाहा छैन। आज बद्री सरको नेतृत्वमा हामी अगाडि बढ्दैछौँ। सुजन सरले मलाई त बगिहाल्नुहुन्छ। बद्री सरले अब श्रीराम सरलाई बग्ने होला हो कि? बद्री सर त यतै बस्लान जस्तो, यतैतिर छिरेखान। ला 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 फेरौला। साथीहरू हाम्रो एडभेन्चर अझै हार्ड हुँदैछ, अझै टफ हुँदैछ। पानी पनि पर्दैछ। हामी जङ्गलै जङ्गल हिँडिरहेछौँ। यो वाइल्ड भर्सेस म्यान भन्दा कम्तीको छैन। भाई साहब कुछ ज्यादा नहीं हो गया मतलब कुछ भी। स्विजरल्यान्ड पार्कमा गीत बजे चाहिँ यहाँ मजाले सुनिँदो रहेछ। सुरुवात गरिसक्नु भएको छ हाम्रो सलिम सरले र उहाँको पदलाई पछ्याउँदै हुनुहुन्छ हाम्रो साइन्स टिचर मिस्टर अरुण सर। ओए थाकिस् भने सलिम सरको उपाय अपना न, सास बन्द गरी मुख बन्द गरी हिँड्ने। फाइनल्ली बाटोले हामीलाई भेटेन, हामीले बाटो भेट्यौँ तर बाटोले हामीलाई भेटेन। श्री सरको टाउको आउँदैन बल्ल बल्ल आइपुग्नु लाग्यो है त। साथीहरू हामी चाहिँ ट्याक्क आइपुग्यौँ है। अब 3 मिनट बाँकी छ। नखाली पसिना त दिँदैन नि। ल त्यहाँबाट यस्तो आएर होइन साथीहरू फाइनल्ली हामी चाहिँ आइपुग्यो होइन। अब भ्यू टावर त्यही भइहाल्यो। हामी चाहिँ यताबाट फरेस्ट क्याम्पपट्टिबाट घुम्दै 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 आयौँ। अरू साथीहरू चाहिँ भ्यू टावर चढिसके है त। ल व्हाट्सअप
हामी चाहिँ फाइनल्ली आइपुग्यौँ। पहिला यो बार पनि थिएन मेरो पुरानो भिडियोमा। अहिले त बार सार ट्याक्क बार बनाएर नि बिरिमिलो भइसकेको छ। ल हामी चाहिँ यसो हाइकिङ पनि हान्यौँ भनेर सबैजना यहाँ हुनुहुन्छ होइन। सबैजना आइपुगिसक्नु भयो। सरले चाहिँ फोटो खिच्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ आइपुग्यो होइन। यता चाहिँ यो कालु पाण्डेको पार्थिव शरीर गाडेको चाहिँ यही हो। दिस इज दह चोक। हेलो सन्दीप सर। यहाँबाट चाहिँ हामीले 4वटा जिल्ला देख्न सक्छौँ होइन। एउटा यता साइड काठमाडौँ भइहाल्यो, अनि यता साइड चाहिँ हाम्रो धादिङ, यता साइड चाहिँ नुवाकोट हुने अरे, अनि गोर्खा कता साइड हो, यतैतिर कता हो। यस 4वटा जिल्ला चाहिँ यसले छोएको छ होइन। अनि त्यो चाहिँ हाम्रो सानो मनोकामना मन्दिर, त्यसलाई चाहिँ सानो मनोकामना मन्दिर भन्छन्। अनि यो चाहिँ हाम्रो कालु पाण्डेको पार्थिव शरीर काटेर टाउको काटेर गाडिएको ठाउँ, त्यो चाहिँ कालु पाण्डेको पार्थिव शरीर त्यहाँ छ। ल हाम्रो टोलीहरू चाहिँ तलै गइसकेका रहेछन्। उतातिर छन् उहाँ तल काजी कालु पाण्डे समाधि। ल अब यहाँ हेर्नुहोस् काजी कालु पाण्डेले के गरेका छन् ती कुराहरू चाहिँ यहाँ लेखेको छ होइन। अब हामी यहाँ छिरिसकेका छौँ। हामीले पढ्न सक्छौँ। हामीले पहिला पनि पढेका थियौँ। मुख्यमन्त्री र प्रमुख सेनापति काजी कालु पाण्डे। यहाँ चाहिँ कालु पाण्डेलाई चाहिँ गाडेको हो यही ठाउँमा चाहिँ होइन। उहाँको समाधि नै यही हो। अमर योद्धा काजी कालु पाण्डेको पार्थिव शरीरलाई यस पवित्र स्थानमा समाधिस्थ गरिएको छ। यही हो है। अनि यता पछाडि चाहिँ बनाइएको छ, उता एउटा टावर बनाइएको छ काजी कालु पाण्डे। दिस इज द्याट समाधि एरिया यही हो। आमा मेरो ब्याग कसले बोक्यो? फोटोग्राफी कार्यक्रम भइरहेछ होइन। सुनिल सर जानुहोस् न, म आउँछु क्या, मोबाइल खिचेर आइहाल्छु। यो चाहिँ मन्दिर भयो। हामी चाहिँ मन्दिरतर्फ जाँदैछौँ। हामी चाहिँ यहाँको मन्दिरमा नेपाल सेना उपत्यका हामी चाहिँ यहाँबाट चाहिँ अब निक्लियौँ। प्रायः साथीहरू चाहिँ गाडीमा बसिसक्नु भयो। यहाँबाट हामी निस्केर तल स्विजरल्यान्ड पार्क, अनि त्यहाँबाट तल एउटा मन्दिर छ त्यहाँसम्म पुग्छौँ, अनि त्यहाँबाट रिसोर्ट जान्छौँ है त। ल सातुस ओहो ब्रदर उठ्यो बस्यो। डान्स गर्ने कार्यक्रम भइरहेछ होइन। हामी चाहिँ अहिले यो नागार्जुन रिसोर्टमा छौँ र हाम्रा साथी मित्रहरू चाहिँ यहाँ डान्स गर्दै हुनुहुन्छ। Maria,
पड़ेगा लुंगी को उठाना पड़ेगा झ्याप्पेमालाई हालो भने नि ठिक छैन जमाना ल यो त हामीले गातो हो नि त झ्याप्पेमालाई सानो नजिक